हिजो मसँग मेरो एउटा साथी बाटोमा भेटेको थियो होइन। उसले के भन्यो भन्दाखेरि गेम जित्न पनि जितिँदैन, उमेर पनि जान लाग्यो, अब नखेलौँ भनेर भन्यो। म भलिबल खेल्छु थोरै धेरै। सो जति पनि गेम खेल्ने साथीहरू हुनुहुन्छ, कोहीले फुटबल, कोहीले भलिबल, कोहीले क्रिकेट, अन्य कबड्डी होला, हरेक गेमहरू। स्पोर्ट्स भनेको पहिलो कुरा जित्नको लागि मात्रै खेल्छु भन्ने माइन्डसेट चाहिँ हुनु हुँदैन है हरेक प्लेयरमा। किनकि स्पोर्ट्सबाट धेरै फाइदाहरू छ क्या। पहिलो कुरा त हाम्रो फिजिकल फिटनेस हुने भयो, फिजिकल एकदमै हुने भयो। दोस्रो कुरा इन्टरटेनमेन्ट पनि हुन्छ, इन्जोयमेन्ट पनि हुन्छ होइन, रमाइलो पनि हुने भयो। त्यसमा समय बितेको थाहा पनि हुँदैन। र तेस्रो कुरा मान्छे स्वस्थ पनि रहन्छ नि त त्योबाट होइन, स्वस्थ पनि रहन्छ, व्यस्त पनि रहन्छ, बिजी पनि रहन्छ। गेम खेलेपछि ओभर थिङ्किङ, धेरै सोच्ने प्रब्लमहरू हुन्छ। जति पनि अहिले निन्द्रा नलाग्ने, धेरै सोचहरू आउने, त्यस्तो प्रब्लमहरू पनि ठिक हुन्छ स्पोर्ट्सबाट। र म चाहिँ जहिले पनि आफूलाई के भन्छु भन्दाखेरि म जित्नको लागि चाहिँ कहिले पनि खेल्दिनँ। भन्नुको मतलब जित्नु चाहिँ पर्छ गेमहरू, आफ्नो लेभलमा एउटा जित पनि आवश्यक छ। तर स्पोर्ट्स भनेको मेन त एउटा प्यासनको रूपमा होइन, यो चाहिँ मेरो प्यासन हो, म त यसमा मरुन्जेल आफूले सक्दासम्म खेल्छु होला। सो स्पोर्ट्स लभरहरू हरेकले त्यही नै गर्नुपर्छ जस्तो लाग्छ कि मलाई। किनकि एज जित्नको लागि मात्रै नभएर एज अ फिजिकलको लागि, एउटा इन्टरटेनमेन्टको लागि, एउटा जीवनको कुनै हिस्सा, कुनै समय होइन, आफूलाई कुनै ठाउँमा व्यस्त राख्नको लागि। सो त्यहाँबाट धेरै कुराहरूको बेनिफिट पनि हुन्छ। प्लस जित्छु मात्रै भनेर खेल्दाखेरि कस्तो हुन्छ भन्दाखेरि यदि जित्तेन भनेको चाहिँ फ्रस्ट्रेसन हुन्छ क्या। अनि पैसा कमाउँछु भनेर स्पोर्ट्समा आउनुहुन्छ भने, पैसा कमाउँछु भनेर स्पोर्ट्समा आउँदा पनि पैसा कमाइएन भने फ्रस्ट्रेसन हुन्छ, मान्छेले स्पोर्ट्सलाई घृणा गर्न थाल्छ। स्पोर्ट्स भनेको पैसा छ, पैसा नहुने होइन, खेल्नेले राम्रो कमाउँछ पनि, जित पनि हुन्छ, नजित्ने होइन, राम्रो खेल्नेले जित्छ पनि। तर मेन पैसा र जितभन्दा पनि आफ्नो प्यासन के हो त भन्ने कुरालाई चाहिँ चिन्नु जरुरी छ। यदि तपाईँ खेलप्रति प्यासनेट हुनुहुन्छ, तपाईँलाई कुनै पनि खेल, भलिबल होला, फुटबल होला, क्रिकेट होला, कुनै पनि खेलमा एकदमै रुचि छ होइन, त्यसको लागि तपाईँले 1 रुपियाँ नकमाए पनि, कुनै गेम नजिते पनि, सधैँ कसैले नखेल भन्दा पनि कन्टिन्यू खेल्न सक्नुहुन्छ भनेपछि चाहिँ स्पोर्ट्स तपाईँको लागि हुनसक्छ बेस्ट। सो मलाई चाहिँ त्यस्तो लाग्छ पर्सनल्ली। र म चाहिँ आफू पनि स्पोर्ट्स खेलि नै रहेको छु र खेलि नै रहनेछु जबसम्म म रहन्छु, जबसम्म मैले खेल्न सक्ने एउटा एज, एउटा लिमिट रहन्छ होइन, जबसम्म म आफूलाई खेल्न सक्छु जस्तो लाग्छ तबसम्म म खेलि नै रहन्छु। किन भन्दाखेरि आई थिङ्क म जित्नको लागि र पैसाको लागि स्पोर्ट्स कहिले पनि खेल्दिनँ। स्पोर्ट्स भनेको मेरो एउटा प्यासन हो, एउटा छुट्टै बाटो हो, एउटा छुट्टै यात्रा हो। सो त्यो यात्रामा म निरन्तर बगि नै रहन्छु। अब यसमा कतिपयले राम्रो भन्छन्, कतिपयले नराम्रो भन्छन् होइन। अब मान्छेको हरेकको पर्सनल लाइफ बेग्लै हुन्छ। पर्सनल लाइफमा प्रयासहरू, मेहनतहरू, सङ्घर्ष, हार्डवर्क हरेक कुरा गर्नुपर्छ। तर त्यसको साथमा स्पोर्ट्स भनेको एज अ स्पोर्ट्स नै हो। स्पोर्ट्समा जो मान्छे लाग्छ, जसले स्पोर्ट्सलाई बुझेर लाग्छ, उसको लागि खेल भनेको त एउटा छुट्टै यात्रा हो नि त जीवनको। सो त्यो यात्रामा चल्नुको मजा पनि बेग्लै छ। सो हरेक स्पोर्ट्स लभरहरू, हरेक स्पोर्ट्स प्लेयरहरूलाई म के भन्छु भन्दाखेरि आफ्नो रुचि छ भने कन्टिन्यू दिनुहोस्, कन्टिन्यू खेल्नुहोस्। सो त्यसको लागि के सेक्रिफाइस गर्नुपर्छ त्यो पनि गर्नुहोस्। अनि कतिजना चाहिँ एकदमै खेल्न नआए पनि एकदमै रुचि राख्नुहुन्छ भलिबलप्रति, उहाँहरूले कमेन्ट पनि गर्न सक्नुहुन्छ भिडियोमा। किनकि आफूले जुन गेम खेलिन्छ त्यो गेम त एकदमै राम्रो लाग्छ नि। म भलिबल खेल्छु, मेरो लागि भलिबल एकदमै राम्रो लाग्छ, बेस्ट लाग्छ मलाई। हुन त हरेक गेम बेस्ट हो, सबै गेमको आफ्नो आफ्नै एउटा लेभल छ, आफ्नो आफ्नै एउटा छुट्टै खालको यात्रा छ हरेक गेममा होइन। तर भलिबल चाहिँ मलाई अलिकति फेभरेट लाग्छ। सायद बचपनमा म 8-9 वर्षको हुँदादेखि नै खेलेको हो नि त गेमहरू त। पहिला मोजाको बल खेलिन्थ्यो, त्यसपछि बिस्तारै टालाटुलीको बनाएर खेलिन्थ्यो, त्यसपछि बिस्तारै फुटेका बलहरू खेलियो, अनि राम्रो बल खेल्न थालियो। अहिले एकदमै राम्रो लेभलको भलिबलहरू खेल्न पाइरहेको छ होला। राम्रो लेभलमा गेम खेल्न सकेको छैन, तर पनि प्रयास त जारी नै छ। त्यो एउटा छुट्टै यात्रा हो र त्यो यात्रामा बगि नै रहिनेछ कन्टिन्यू। सो त्यही नै हो आजको भिडियो बनाउनुको मकसद पनि त्यस्तो कुनै नयाँ नौलो चाहिँ छैन। यो साथीले जस्ट त्यही भन्दै, अब जित्न पनि जितिँदैन, उमेर पनि जान लागिसक्यो, अब छोड्नुपर्छ भन्ने टाइपको। हामी सँगै बसिरहेको छौँ, यसरी चिया खाइरहेका थियौँ। सो साथीले त्यो भनेपछि चाहिँ मेरो मनमा चाहिँ विभिन्न प्रश्न उठ्न थाल्यो कि आखिर स्पोर्ट्स के हो भन्ने कुरा, किन म खेलिरहेको छु भन्ने कुरा। यसरी सोच्दै जाँदा मैले यो त मेरो प्यासन हो नि त होइन, त्यो त म नखेल भन्दा पनि, घर परिवारले नखेल भन्दा पनि खेलिरहेको हुन्छु। सो त्यसले गर्दाखेरि म स्पोर्ट्समा चाहिँ कन्टिन्यू हुन्छु। सो तपाईँहरू कोलाई मनपर्छ, को खेल्नुहुन्छ कमेन्ट पनि गर्नु होला, जोडिनु पनि होला, जीवनको यात्रा हो, हरेकले एकअर्कालाई सपोर्ट गर्दै अगाडि बढ्नुपर्छ। त्यही नै छ। यो भिडियोमा त्यस्तो खासै केही त थिएन, त्यही हो स्पोर्ट्स लभरहरूलाई चाहिँ
आज जित र पैसाकै लागि भन्दा पनि आफ्नो छुट्टै एउटा प्यासनको रूपमा, छुट्टै यात्राको रूपमा चाहिँ एउटा रुचिको, इन्ट्रेस्टको रूपमा एउटा छुट्टै लाइफको एउटा छुट्टै गोलको लाइफको एउटा छुट्टै पाथ होइन, एउटा छुट्टै बाटोको रूपमा चाहिँ लिनुहोस् अनि कन्टिन्यू अगाडि बढ्नुहोस्। अब जीवनमा के हुन्छ जित हार त त्यो समयले बताइ नै हाल्छ। तपाईँ सिर्फ अगाडि बढिराख्नुहोस्।